छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्न, यो विषयमा म आपत्ति जनाउन चाहन्छु। सदनमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर हर्कन सपाङले प्रश्न उठाउनु भएको छ। श्रम स्वीकृति पार्टीका अध्यक्ष समेत रहनुभएका उहाँले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रधानमन्त्री सदनमा उपस्थिति नभएको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री सदनमा उपस्थिति नहुनु सदनको मर्यादा र परम्परासँग मेल नखाने बताउनुभयो। उहाँले भन्नुभयो कि प्रधानमन्त्रीले छलफलका क्रममा कुरा सुन्नु नभएको छैन, तर उत्तर दिन बेला उहाँ आउनुहुने भन्ने विश्वास आफूले दिएको छ। यदि त्यसबेला पनि प्रधानमन्त्री उपस्थिति नभएमा आफ्नो पार्टी सदनबाट बाहिरिन सक्ने चेतावनी पनि उहाँले दिनुभयो। सामाजिक परम्पराको उदाहरण दिँदै उहाँले भन्नुभयो, आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन मिल्दैन। त्यसैले सरकारले ल्याएको विषयमा प्रधानमन्त्री आफै उपस्थिति भएर उत्तर दिनु आवश्यक हुन्छ। बिहीबार प्रतिनिधि सभा नीति तथा कार्यक्रमको छलफलका क्रममा उहाँले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाब दिनुपर्ने धारा व्यक्त गर्नुभयो। अन्त्यमा उहाँले भन्नुभयो, काग राउदै बस्छ, पिना सुक्दै जान्छ भन्ने अवस्था हुनु हुँदैन। आदरणीय दर्शक अनुभावहरू, हर्क सपाङको यो भनाइलाई तपाईलाई कसरी लिनुहुन्छ? आफ्नो धारणा तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला।